र कालिम्पोङमा नयाँ जब नोटिफिकेसन निस्केर आएको छ र यो नोटिफिकेसन चाहिँ तपाईको वेस्ट बेंगल गभर्नमेन्टको हेल्थ एन्ड फ्यामिली वेलफेयर डिपार्टमेन्टको तर्फबाट यो नोटिफिकेसन रहेको छ र टोटल 17 वटा भ्याकेन्सी रहेको छ र तपाईहरु बोथ मेल अनि फिमेल यसमा एलिजिबल हुनुहुन्छ र एप्लिकेसन तपाईले अनलाइन गर्नुपर्ने छ र फर्म तपाईले कहाँबाट पाउनुहुनेछ भन्नु पर्दाखेरि म तपाईलाई डाइरेक्ट त्यसको लिंक दिनेछु तपाईले आफैले आफ्नै मोबाइल फोनमा डाइरेक्टली तपाईले डाउनलोड गर्नु सक्नुहुनेछ र तपाईलाई यहाँनिर एसेन्शियल क्वालिफिकेसन चाहिँ के मागिएको छ भन्नु पर्दाखेरि यहाँनिर तपाईलाई जीएनएम तपाईले गर्नु भएको छ भने तपाईले अप्लाई गर्नु सक्नुहुनेछ र बीएससी अथवा पोस्ट बीएससी गर्नु भएको छ भने पनि तपाईले अप्लाई गर्नु सक्नुहुनेछ र याद गर्नु होला यो जुन टोटल 17 वटा जो भ्याकेन्सी छ अन्डर हेल्थ एन्ड फ्यामिली वेलफेयर कालिम्पोङमा तपाईहरु यसको लागि पनि तपाईको सबै क्याटेगोरीको लागि ओपन रहेको छ एससी एसटी ओबीसी अनि अनरिजर्भ क्याटेगोरीले पनि यहाँ तपाईले फर्म फिलअप गर्नु सक्नुहुनेछ र यहाँ तपाईलाई स्यालेरी भन्नु पर्दाखेरि 20,000 per month स्यालेरी दिएको छ प्लस तपाईलाई 5,000 को मन्थली इन्सेन्टिभ पनि दिइरहेको छ र एज लिमिट भन्नु पर्दाखेरि यहाँ एज लिमिट पनि तपाईलाई 40 इयर्स सम्म तपाईको एज लिमिट दिएको छ र यो भ्याकेन्सी चाहिँ टोटल कन्ट्र्याक्चुअल बेसिसमा रहनेछ र यहाँ तपाईलाई कन्ट्र्याक्ट साइन गराइनेछ र ट्रेनिङ को दौरान पनि तपाईले ट्रेनिङ पिरियडमा पनि तपाईले यहाँनिर 10,000 पर मन्थ गरेर तपाईले स्टाइपेन्ड पनि तपाईले यहाँनिर पाउन सक्नुहुनेछ 17 वटा पोस्ट चाहिँ सीएचओ यानी कि कम्युनिटी हेल्थ अफिसर को यो भ्याकेन्सी रहेको छ र यो टोटल भ्याकेन्सी कालिम्पोङको लागि रहेको छ र फर्म तपाईले कहाँबाट पाउनुहुनेछ भन्नु पर्दाखेरि यस भिडियोको लिंकमा युट्युब च्यानल नेपाली करियर गुरु हिलको यही भिडियोको डिस्क्रिप्सनमा तपाईले लिंक पाउनुहुनेछ त्यो लिंकमा गएर तपाईले डाइरेक्टली तपाईले फर्म साथसाथै अफिसियल नोटिफिकेसन पनि तपाईले डाउनलोड गर्नु सक्नुहुनेछ र अन्तमा यो भिडियो तपाईलाई इन्फर्मेटिभ लाग्यो भने तपाईको फ्रेन्ड्स फ्यामिलीमा ज्यादा से ज्यादा शेयर गर्नु होला र अन्तमा यस च्यानललाई तपाईले सब्स्क्राइब गरेर राख्न पनि नभुल्नु होला।